हेलो, हाई, सलाम, नमस्ते। आज थियो इन्टरनेसनल फ्राइड चिकन डे। को जानुभयोलाई प्लिज कमेन्ट गर्नुहोला। अनि म गएँ अफर प्लस मिठो क्रिस्पी चिकनको मजा लिन। जाउँ कि नजाउँ भनेर सोच्दा-सोच्दै दिन पनि बित्यो। मेरो धेरैजसो कुराहरू प्लान हुँदैन, त्यही भएर खाना खाएर रुम जाँदातिर म सिधै केएफसीतिर लागेँ। भाइलाई कल गरेर बोलाएँ र आधा फ्यामिलीलाई पठाइदिए र आधा मैले लिएर आएँ। त्यसपछि म सबै सामान लिएर यतातिर आएँ। गर्मी लास्टै भएको कारणले एकछिन रेस्ट गरेँ र फाइनली त्यो टाइम आयो। त्यसपछि सबै कुरा रेडी भयो र म धेरै पछि खाएकोले होला अति 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 यत्रो ठुलो पनि थियो, धेरै ठुलो थियो कि। अनि त्यसपछि मैले एकछिन वेट गरेँ, त्यसपछि मुभी सेटअप गरेँ, त्यसपछि एकछिन चेक गरेँ कति रहेछ, त्यसपछि टेस्ट गरेँ। ओ माई गड! यस्तो क्रिस्पी र यस्तो टेस्टी थियो नि, के भन्ने के त्यसपछि त। ओ माई गड! त्यसपछि मैले ड्यु पनि खाएँ अनि त्यसपछि रिल्याक्स गरेँ। प्लिज लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु।